बडै पानी पर्यो लेट्स गो स्थिति नाजुक छ आज पानी पर्ला जस्तो बिहान त पानी पर्यो त पुरै सो अहिले चाहिँ परेछ नि टन्नै ल जाउँ लेट्स गो सो हामी फर्स्टमा राइड गएको थियौँ कता कता गएको थियौँ हामी उता मेलम्ची त्यो गुफा डाँडा जाने मेन प्लान चाहिँ त्यहाँ थियो त्यहाँ चाहिँ गएन ढिलो भएर सो इट वाज आवर फर्स्ट राइड है त्यति बेलाको सो अब चाहिँ त्यहीँ जाने प्लान छ अनि खासमा हाम्रो मेन पर्पस चाहिँ अर्कै छ है त्यहाँ जाने चाहिँ अहिले चाहिँ खासमा स्काउटिङ मात्र हो क्या त्यहाँ चाहिँ ए भगवान् पहिलाको राउट जानु पऱ्यो भने त बिजो हुन्छ त्यहाँ यस्तो अफरोड थियो यार महाकसम हिलै हिलो त्यो त्यति बेला घाम लाग्दै त्यस्तो हिलो थियो अहिले त हिजो भर्खर फ्रेस फ्रेस पानी परेछ सो यस म चाहिँ अब यहाँबाट चाहिँ नखीपुट पुग्छु क्यामेरा लिनलाई मायालुकोमा त्यहाँबाट जान्छु सिधै बाई बाई सो आज एकदम मिनिमल सेटअप छ यो एउटा ब्याग चाहिँ किने अस्ति भर्खर मैले यो भाइटेराको यो हाम्रो क्रस बार ब्याग भन्ने के भन्ने यसलाई सो यो किन त्यो अलिक सजिलो भएको जस्तो एन्टी फिल्टरहरू अब सर्ट चेन्ज गर्न पनि सजिलो भयो नि त मलाई सो मोबाइल चाहिँ मैले पकेटमै राखेर छु अहिले त्यो त पछाडि चाहिँ ब्लु बुक छ यहाँनिर चाहिँ त्यो पकेटहरू छ सानो सानो तर सानो सामान केही पनि छैन मेरो सब ठुल्ठुलो मात्र छ सो अनि मैले चाहिँ आज हेलमेट चेन्ज गरेको छु नेक्स्टको लाएर नेक्स्ट सिरिज चाहिँ बिर्सेँ तर पुरानो हेलमेट बट गिफ्टेड बाई माई सिस्टर रोजिना खत्री नोइज सो यो छ एउटा ब्याग अनि पछाडि एउटा टेल ब्याग पनि छ त्यहाँ चाहिँ त्यो ब्याट्रीहरू त्यो बोकेर हिँडेको छ अब चाहिन्छ होला नि भनेर सो चाहिँ बाइक चाहिँ लास्ट स्मुथ चल्दैछ र आज त्यहाँ हेर त्यो कुकुर वेट गरिरहेको रहेछ क्या मान्छे आउँदा ठिक छ सो टायर चाहिँ एकचोटि फेर्नुपर्छ होला मेबी ल म अब यहाँबाट निस्कि भिन्छ त भाइजर खोलेर सबै यो भाइजर चाहिँ अलिकति कस्तो त्यो ग्रिन टाइपको छ क्या अनि अलिकति मान्छे ग्रिन पनि छ नि त्यो फिल्ड भ्यू पनि सानो छ नि त चलाउँदा अलिक सिनेमेटिक फिल हुने क्या यो पालि त पेट्रोल पनि 185 187 कति हो त्यस्तै रेन्जमै छ जस 1200को तेल हाल्यो 5 लिटर कति आएको थियो यार सो यस वेदर अपडेट पानी परिरहेछ छिटा छिटा कालै छ अझै त्यही हो त्यहाँ रोक भन्दैछ हिँडिदिएर हेर्न मान्छेहरू फेरि सो कोही केटाहरूले फोन सुन्ने गरेको छैन कहाँ हो के हो केही थाहा छैन म चाहिँ पुगिसकेँ यहाँ लोकेसनमा आइम एट माई लोकेसन सो दिस इज वेयर वी मेट फर द फर्स्ट टाइम ल केटाहरू फाइनली आइपुग्यो जाउँ ल यस गो स्टार्ट बन्द भइदियो निस्किने बेला मासला फ्रुटी खान लाग्यो है एक्सपायरवाला पर्तिर हानेमा एकचोटि एक्सपायरवाला फ्रुटी खाएर यस्तो झुम्मा बनाएको थियो मलाई नसा हानेको थियो हुँदैन खानुलाई ठ्याक्कै हेरिहाल्यो खै के भएर त्यो प्याकेट कस्तो पुरानो क्या पुरानो हुन्छ नि त्यो 19 फाउन्टेनको जस्तो देखिरहेको थियो नि त्यही भएर अनि यसो डेट हेरेको त ल 4 महिना भइसक्यो रहेछ यो घोप्टो देखिरहेछ कस्तो देखिरहेछ हेरेकै छैन यहाँ अलि यता अनि अलि यता ओए बाङ्लो भयो हाम त लागेको छ नि जस उज्यालो चाहिँ भयो अलमोस्ट कालो बादल चाहिँ सब क्लियर भइरहेछ तर धुलो चाहिँ छ ल पेट्रोल हाल्यौँ
कस्तो हरियो देखेँ सो अस्ति के हो यार युट्युबमा त भिडियो हालेको है रिच चाहिँ कस्तो कम आइरहेको क्या भन्नाले युजली भन्दा एकदमै कम आइरहेको थियो अनि उसले नोटिफिकेसन पठाएर थियो मलाई युट्युबले के प्रब्लम भइरहेछ भन्दै थियो अनि त्यसको अनि भोलिपल्टदेखि त जस राम्रै भयो भिडियो अब मेरो राम्रो भने त त्यही 100 हो त्यो अस्ति त 50-60 मा थियो अनि त्यो हुने बित्तिकै जस 200-300 भयो के अरे भ्युज त जस राम्रै भइरहेछ अहिले चाहिँ हेरेको चाहिँ छैन अनि अर्को राम्रो कुरा 102 सब्सक्राइबर हो यार मेरो यार ओ माई गड राम्रो हो नि 102 आमा वाह यहाँको त क्या राम्रो लाग्यो अरे कसले बनायो अरे हो इन्टर्न हो क्या मलाई चाहिँ रमाइलो लाग्छ जस भिडियोहरू गर्न देख्न नयाँ नयाँ कुराहरू सिक्न अब यो भिडियोलाई अब कसरी अझै राम्रो बनाऊँ जस हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई देखाइदिउँ भनेर हामीले यस्तोसम्म बनाउनु सक्छौँ है जस नेपालमा भएरै नेपालमा पाउने सामानहरूले बाहिरबाट मगाइरहनु परेन भनेर सोचेको मैले यस्तोसम्म हुन्छ भन्ने देखाउने ट्राई हो मेरो चाहिँ तर यो मैले केही पनि हाल्दिनँ मलाई थाहा छ किनकि लास्टै लाग्छ मलाई यस्तो बोलेको भिडियो हाल्नलाई वाह त्यही हो सो साँखु आइपुग्यो हामी अलमोस्ट वेदर इज भेरी गुड अहिले स्प्रिङ हुन लागिरहेछ सो सबै हरियो परियो देखिरहेछ लाइफ कुड बी ड्रिम यो मायासला ठाउँ धेरै रिस उठ्छ यही ठाउँबाट स्टार्ट भएको मेरो दुःख त भन्दिनँ त्यस समथिङ अनफर्गेटेबल मोमेन्ट्स भोक लाग्छ माथितिर जम्ला नि हुन्छ कहाँनिर यसो हेरेर अलिक सिनिक ठाउँमा सो लास्ट टाइम चाहिँ हामीले यस्तो त थिएन बाटो यार लास्ट टाइम चाहिँ हामीले नेवारी खाजा खाएको थियौँ अन माई लेफ्ट यहाँनिर अफरोड त्यो जाउँ न अब के भयो त अब हुन्छ के गर्ने हो हेरौँ न केटाले बाइक बोक्नुपर्छ मेरो त्यही हो लड्यो भने बाल्लो भयो त ठिकै छ हिलो पो हुनु भएन त ओ लड्छ क्या अहिले त अहिले पनि पानी नै पर्छ सो ग्रिनेरी या भेरी भेरी ग्रिनेरी दाइलाई भन्दिउँ हामी अगाडि जाउँ ओ Damn. कस्तो डाइनामिक छ क्या उता निलो यता कालो पछाडि सेतो यो के हो मेडिकेसन भिलेज ओके मेरो टायर राम्रो छैन सो आम नट डुइङ एनी स्टन्ट्स है सो ल अब एकछिन है त कस्तो दामी देखेर चाहिँ मलाई भिडियो नै बन्द गर्नु मन छैन अप एन्ड अप हो तल तल shimmy ai swaha
टायर स्पोन्सर गर न कसैले दिस हेज टु बी दिस वान ओके 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 ए होइन रहेछ अरे लेट्स गो सो चिप्ली हाल्यो भने के गर्ने चिप्ली हाल्यो भने लड्ने आइडम राइमन भन्दैछ मेरो देश सकेसम्म चाहिँ यस्तोमा चाहिँ नकुदो मेरो लास्टै चिप्लिन्छ मेरो टायर taking the different route. This Saturday has to be great. मैंने खतरा न्यूज सुने सर थाहा छैन है बाटो चाहिँ त्योहरू सुतिर सामा धन्यवाद जोड्छ अरे बाटो चाहिँ त्यहाँबाट लेट्स गो दिस इज बिग डेभलपमेन्ट है नेपालको यो रोड छ भने त्यो खतरा हो वाह लेट्स सी इट ब्रदर ओहो कुन बाटो हो हामी आएको भन्दैछ मेरो देश प्लिज त्यस्तो बाटो चाहिँ नबनाइदिनु होला केटाहरू पानी पर्न आयो त्यहाँ एउटा सेक्सन हो क्या अब गाह्रो यहीँ चिप्लिसक्यो मेरो हेल्प गाह्रो छ ठ्याक्कै पानी नै पर्दै कि फेरि अब यहाँबाट त ढलान हो ट्र्याक्सन कन्ट्रोल अफ गरिदिन्छु कि गर्छु त भने हुँदैन त माछा मेरो त घुम्जाएर त पुऱ्यो अब समातै गराउनु बाइक एकछिन म ओर्लिन्छु एकछिन के आइबेस ओहो टायर त वाह मोटो जिपी म त स्योरै थिएँ म गयो यो बाटोमा भनेर हट ट्रेल पछि तपाईँहरू निस्किँदैछु म यहाँबाट मेरो अलमोस्ट 10 पुग्न लागेको छ त्यो अघिको त भर्खरै खनेको थियो त्यही भएर गाह्रो नै थियो पानी पर्दा चाहिँ अर्कै मजा आउने क्या माइका मान्छेलाई भाइज तपाईँ
सिक्दैछ यार आम्मामा ओ हिलो नेसन What the f Ibe sao vậy tao ड्रोन भाइ क्या मजा आउँथ्यो वा कस्तो दामी देख्यो टे पानी पऱ्यो ठ्याक्कै वेदर पनि क्लिन भयो Damn, brother, looking very beautiful, very beautiful. बन्द जस्तो खाना खानु त तल जाने भोक त लागेको छ नि हेरौँ न रमाइलो भयो तर आज वेदर वाज गुड यार आज तर अति नै पानी पऱ्यो क्लियर पनि भयो त्यो माथि मजा नि आयो सो अब चाहिँ के गर्ने थाहा छ त यहाँ तल जाने भोटेजरमा खाने अनि जाने अनि के भयो स्टार्ट बन्द भयो सुइँ जानलाई हान्छ खजानलाई One eternity later. खासा त खायो हामीले वेदर चाहिँ राम्रो भएको छ अहिले जस होपफुली सामान चाहिँ केही छोडेको छैन होला मैले ए किरा छिर्यो पानी रोकिएपछि चाहिँ झन् राम्रो देख्ने क्या मेरो फुटपेको रबर निकाल्नु पर्यो यार लास्टै फुटपेको क्या लास्टै चिप्ले क्या तर कसरी निकाल्छ यार यो टुलकिट चाहिन्छ र यसलाई यतिकै निस्किन्छ जस्तो के छ साथी यो सेमा भुलो अब हामीहरू अफरोडमा छौँ हाम्रो साथी फल हामी अगाडि कुरिरह होला हामीलाई पछाडि राजन दाइ हुनुहुन्छ on his drive अनि आज हामीले नयाँ रुट ट्राई गर्न नै पायो बिकज हाम्रो एउटा बाटो Okay. अन्त हेरौँ नो टेन्सन दाइलाई ढलान गरिसकेको छ यो बाटो मान्छेहरू अलिकति जाने बाटो त छ यो अन्त रमाइलो भन्नु नि मान्छेहरूलाई पनि aspect okay touched off road again.
लाइनै चेन्ज गर्न सकिनँ ओइ बसेर चलाउँछ यार यो बाटो चाहिँ झन्डै झन्डै was not trying to do that सानो बस्ती छ okay oh हिलोको बाटो है कहाँ छ साथी हाम्रो के गर्ने दाइ हो फगमी आनन्दले आउँछ थैट धन्न सबको वाटर प्रुफ छ त्यो बनाउनुलाई होला हैट दाइ तपाईँको त के मड गाड त मलाई हगे जस्तो त लाइक वास गर्न यस्तो मजा आउँछ नि मेरो पनि जियो 15 मिनट पुग्छ त्यहाँबाट गुफा डाँडा ल ल मेरो खै के को आवाज आएको थियो भर्खर ब्रेक लिनु बेलामा क्लच हल्का टाइट पार्नु पर्ला Is the thing on? म पछाडिबाट सबैको खिच्छु नि झरना What? Bro, what are you talking about, man? What a nice day, guys.
बोलते हैं यार हाँ कसको मेरो Back light is on. कता हो What man? Shit, man. तल पुगेर गरेको थिएँ मैले स्टार्ट गरेको थिएँ 7 मिनट भइसक्यो Damn. Ooh. I think सिधै होला सिधै हो Ooh. त धेरै बस्ती रहेछ यता चाहिँ ल ओए बटमट चाहिँ लिएन अघि 2-3 चोटि बटमट भयो कति किरा छिरा पानी परे बेला चाहिँ छ्याउ हुँदो रहेछ तर त राम्रो छ ठाउँ त बट बाइक र टायर राम्रो छ भने यु क्यान डिल विथ इट त्यस्तो गाह्रो त छैन होमस्टेहरू जसलाई तल ओ भ्यू टावर देख्यौ अगाडि नै चिप्लिदिएर क्या अब गयो यार जान त जानी जरे फर्किन नसक्दाखेरि छ बाइक जान्छ मजाले
ल हेर नि पक्का पक्का नि समात एकदिन ल छोड छोड किन अनस्टेबल भयो यस्तो माया चाहिँ पर म चढ्दै धन्यवाद सक्छ सक्छ बिजोग भइदियो Ibe sawai. के सोच्यो त्यहाँ संसार रहेछ त्यता त भाइ बहिनीहरू कति धेरै आयो गरिदेऊ है ए बाई बाई रे मेलाम्ची यताको बाटो चाहिँ अलि धेरै अफ रोड रहेछ इभेस्टले पुग्दो रहेछ कुकुरले यस यहीँ जोइन भएछ त हामी चाहिँ अहिले फर्किँदैछौँ त जाने भनेको अर्कै बाटो रहेछ सो नेक्स्ट टाइमको लागि जाने हो त्यहाँ चाहिँ सो अहिले चाहिँ हामी यहाँबाट फर्किएर क्याम्पिङ स्पट हेरेर आयो म अब नेक्स्ट टाइम आयो भने चाहिँ क्याम्पिङ गर्ने भनेरै आउने हो स्पट पनि हेऱ्यो राम्रै छ त्यहाँको मान्छेहरूलाई सोध्यौँ सो राम्रै रेस्पोन्स आयो बस्नु फोहोर चाहिँ नगरिदिनु त्यही हो खोइ त स्किडै हुँदैन त मैले खतरा चलाउने खतरा चलाइदिएर अङ्कलले यो चाहिँ फुल छ कि
हजुर खिच न एकचोटि गुफा डाँडा इज ओभर अब यहाँबाट त यो ढलानको बाटो पिचको बाटो देखियो ओए So मेलम चाहिँ आइपुग्यो ओके बाई बाई यो लास्ट टाइम हामी बसेको ठाउँमा हुन्छ हुन्छ ओए ल खाजा नि यहाँ अब पानी पर्ला जस्तो भयो मैले 8 हालेँ नि यो 8 छ त्यहाँ कस्तो अँध्यारो आएको त त्यो उसको पछाडिको ब्याकलाइट भाँच्छ नि त अनि उसो पगानीको ब्याकलाइट चाहिँ मसँग छ क्या त्यही भएर त्यो ट्राफिकले के ल्याङ गऱ्यो भने म जानु पऱ्यो नि त फेरि ए पठा ओके लेट्स गो कस्तो बनाएको नि एउटै पानी पऱ्यो त्यसो त तल चाहिँ बाटो बन्द गरिदिएको थियो एकजना दाइ आइरहनु भएको थियो उहाँ दाइले सोधेको जान्छ भनेर भन्छ फेरि अर्को बाजे चाहिँ फेरि माथि भन्ज्याङमा पुरै जाम छ भनेर भनिरहनु भएको थियो आइरहनु के को जाम हो दाइले चाहिँ स्कुटर आइरहेछ र बाइक गइहाल्छ नि यार भनेर भन्नुभयो सो लेट्स सी त्यहाँ जाम भएको त्यहाँ तल बाटो त के बन्द गर्छ होला तर पहिरो गइरहेछ क्या ठ्याक्कै त्यहाँनिर त्यही भएर पुरै हुरी बतास लाग्ला जस्तो वेदर चाहिँ जाम हो क्या फेरि यहाँबाट के को जाम नि थाहा छैन टिफरको जाम छ पुरै यार गइसक्यो आमा हुरी बतास लाग्यो भाइजर लाँदा त पुरै कालै देख्दो रहेछ सो इज इट सेफ यस देखिरहेछ मजाले नट द्याट मजाले बट होइन खोल्छु वेट आँखै दुख्यो के देखाउनु लिएर है हेरौँ केही देखाएको छैन एन्टी फिल्टर यहाँ हालिदिन्छु अहिलेलाई एकछिन पुग्यो जर्सिङ पौवा पुग्यो है सो जर्सिङ पौवा पुग्यो हामी अब हामी बाइक वास गर्न जान्छौँ होला किनकि अति नै हिलो भएको छ बाइक गर्न चाहिँ मन थिएन तर गर्नै पर्ने छ क्या सो हामी चाहिँ गएर बाइक वास गर्छौँ पछि चाहिँ विल गो होम सो त्यही हो आज रमाइलो भयो वेदर वाज लाइक डाइनामिक पानी परेको थियो यस्तै हुस्सुन लगाइरहेको थियो घाम पनि लगाइरहेको थियो एकछिन निलो आकाश देख्यो सो इट वाज लाइक गुड अफ रोड नि ठिकठाकै भयो रमाइलो भयो जस भिडियो राम्रो लाग्यो भने लाइक र सब्सक्राइब गरिदिउँ के अरे अब अरू त के भन्ने मैले सेयर चाहिँ गर्नु परेन है सो टेक केयर बाई बाई सी यू सुन अर्को भिडियोमा भेटौँ है बाई
निस्किन लाग्यो भित्र ज्याकेटै छोडेर दाइले चाबी लिएर जानुभयो फ्ल्यास लाइट बालेर हेर न